कति दिन चढे यो त अति भइसक्यो अब सहदैनौ तत्कालीन गृहमन्त्री सुमन गुरुङको राजीनामा माग्न चाहन्छौँ हामी चाहिँ माग्छौँ किन माग्छौँ भन्दाखेरि सुरक्षा निकायले गोली चलाउँदै गर्दाखेरि सरकारले सधैँभरि चाहिँ हामीले कस्तो भएको के आइदिएको छ हामी पनि यो देशलाई सबैभन्दा माया गर्ने मान्छे हो यो देश बनाउने नै हामीले पुर्काएर हामीले लडेको तर हामीमाथि आज स्ट्याटसको भरमा आउँछ देश चल्दैन बोल्न सक्नुपर्छ होइन भने राजीनामा दिने बाटो लाग्ने हाम्रो धर्ममाथि सधैँभरि किन खेलिन्छ सधैँभरि किन हामीलाई मात्र मारिन्छ सबै त आँखाको तारो किन हामीलाई मात्र बनाइन्छ हामी क्रिस्चियनलाई पनि मान्छौँ हामी वैदिक सनातनीलाई मान्छौँ हामी सबै दाजुभाइ मान्छौँ तर उहाँ चाहिँ हामी माथि मात्र भइरहन्छ कति दिन चढे यो त अति भइसक्यो अब सहदैनौ यो देशलाई गृह युद्धमा लान यिनीहरूले आफै खोजिरहेको छ हामीलाई मारेर हाम्रो वैदिक सनातनी दाजुभाइलाई धर्मको नाममा मारेर यिनीहरू सधैँभरि कहाँ पुग्छ त्यही भएर सम्पूर्ण वैधानिक सनातनी धर्मप्रति आश राख्ने व्यक्तिहरू अब सहने होइन अब यो विरुद्ध मजाले उठ्नुपर्छ सधैँभरि हेप्पिने होइन सधैँभरि पेल्लिने होइन सधैँभरि टेल्लिने पनि होइन सधैँभरि मर्न नपर्ने कि हामी मात्र हो हामीले कस्तो भएको के आइदिएको छ हामी पनि यो देशलाई सबैभन्दा माया गर्ने मान्छे हो यो देश बनाउने नै हामीले पुर्काएर हामीले लडेको तर हामीमाथि आज बारम्बार यसरी वार हुँदै गर्दाखेरि यो सही छैन त्यही भएर तत्कालीन गृहमन्त्री सुमन गुरुङको राजीनामा माग्न चाहन्छौँ हामी चाहिँ माग्छौँ किन माग्छौँ भन्दाखेरि सुरक्षा निकायले गोली चलाउँदै गर्दाखेरि सरकारले सधैँभरि चाहिँ अर्को एउटा स्टुडियोलाई अथवा कुनै मान्छेलाई चाहिँ उसले गरेको हामीलाई केही थाहा छैन कसलाई थाहा छ त अनि देशको सबभन्दा माथिल्लो तहमा बसेर उसले आदेश नदिकन उसले केही थाहा नभए कसलाई थाहा हुन्छ त हामीलाई थाहा हुन्छ तपाईँलाई थाहा हुन्छ कसलाई थाहा हुन्छ नैतिकताको आधारले भन्दा नि आधारले पनि सुमन गुरुङले राजीनामा दिनुपर्छ बालेन सरकार सधैँभरि खोपीको देउता जसरी स्ट्याटसको भरमा मात्र देश चल्दैन बोल्न सक्नुपर्छ होइन भने राजीनामा दिने बाटो लाग्ने सधैँभरि नेपाली जनता मात्र मिल्दैन नेपाली जनताले सडकबाट उठाएको प्रश्नहरू मजाले उत्तर दिनुपर्छ आज यो माइती घरमा हामी मात्र छैनौँ सहकारी पीडित छन् 100 दिनमा 101वटा काम गर्छौँ तपाईँको सहकारीको पैसा फिर्ता दिइहाल्छौँ तपाईँहरूलाई सुकुम्बासी माथिबाट हटाएर तपाईँलाई हामी राम्रो व्यवस्थापन गर्छौँ रोजगारी दिन्छौँ भनेर भोट माग्ने अहिले चाहिँ बोल्न पर्ने बेलामा चाहिँ कहाँ दुलोमा गएर बेलामा एउटा ढुक्क हुनुहोस् कमेन्ट गरेर के स्ट्याटस लेखेर चाहिँ फेसबुकबाट देश चल्छ इतिहासमा कहिले पनि फेसबुकबाट देश चल्दैन साथीहरू त्यही भएर अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई नि यहीँबाट आग्रह गर्न चाहन्छु तत्काल दोषी उप कारबाही होस् होइन भने राजीनामा दिने घर लाग्ने सधैँभरि हामीमाथि चाहिँ यो अन्याय अत्याचार सहन सक्दैनौँ सधैँभरि रगतमा नहेल्नु होला हामी सहनेवालामा छैनौँ त्यही भएर हामीलाई उचित न्याय दिनु पर्यो हामीलाई उचित सुरक्षा हुनु पर्यो अब यहाँ त धर्म मानेर अगाडि झन्डा बोकेर अगाडि बढ्ने बित्तिकै गोली हानेर मार्दैन भन्छ नेपाल प्रहरी पनि के भएका जहाँ पनि गोली हानिदिने चलाइदिइहाल्ने नेपाली जनता मारिदिने हाल्ने के हो यस्तो यो भोलि त लोग्ने स्वानीको झगडा पर्दा नि यिनीहरूले त गएर गोली हाल्ला भन्ने पो डर भयो त यो त होइन यो चाहिँ अति नै भयो सम्पूर्ण साथीहरू सम्पूर्ण राष्ट्रवादीहरू सम्पूर्ण वैदिक सनातनी धर्म मानेर अगाडि बढ्ने यो देशलाई माया गर्नेहरू अब सहनु हुँदैन सबैजना एकजुट हुनुपर्छ जति पनि धर्मगुरु भनेर चाहिँ चर्चा परिचर्चामा आउनु भएको तपाईँहरू पनि बोल्नु पर्यो खोइ त आजसम्म कहाँ गयो यो हिन्दू महासङ्घ भने खोइ त उनीहरूले विज्ञप्ति निकालेको खोइ त राप्रपा भने कहाँ मर्यो